हामीलाई बारबारा फाउन्डेसन थाहा थियो, हामीलाई अमेरिकन युथ काउन्सिल थाहा थियो, हामीलाई टिओबी तिब्बत ओरिजिनेटेड ब्लड थाहा थियो, हामीलाई पत्रकारहरूलाई यहाँ लगेर तालिम दिने गरेको, वहाँ लगेर पनि तालिम दिने गरेको पनि थाहा थियो। करोडौं र अरबौं डलर खर्च भइरहेछ भन्ने पनि थाहा थियो। तर हामीलाई कस्तो लाग्यो भने अब जति चिजै गरे पनि सक्दैनन् कसैले पनि हामीलाई, किन हामी धेरै बलियो भइसक्यौँ, हामीले जितिसक्यौँ। कांग्रेस एमाले र हामी मिलेपछि चाहिँ कसको के लाग्छ र भन्या जस्तो गरी हामीले अलिअलि थाहा पाएर पनि त्यसलाई व्यवस्था गर्यौं, किनकि हाम्रो रणनीतितिर ध्यान थिएन, हाम्रो विचारतिर धेरै ध्यान गएन।